रात आउँछ, सँगै सपनाको याद लिएर आउँछ। रात आउँछ, सँगै सपनाको याद लिएर आउँछ। मन बेचैन हुन्छ र डर लाग्न थाल्छ। सोच्न थाल्छु सफलताको बारेमा अनि सङ्घर्षको आलोचना गर्न थाल्छु। म मेरा सङ्घर्षहरूको आलोचना गरिसके पछाडि आत्मआलोचना गर्छु र नतिजा आउँछ, यदि यो मेरो परीक्षा हो भने मैले विश्वविद्यालय प्रथम गरेको। फेरि बिस्तारै म सोचमा डुब्न थाल्छु। यसपटक मसँग बहस गर्नलाई कोही मेरो विपक्षमा उभिएको महसुस गर्छु र बहस सुरु हुन्छ मेरो भाग्य शीर्षकमाथि। रात आउँछ, सँगै सपनाको याद लिएर आउँछ। डरले काम्दै गरेको मेरो मुटु र थरथर गरिरहेका मेरा यी पाइलाहरूले पनि हरेक क्षण मसँग अनेकौं प्रश्नहरू गरिरहेका हुन्छन्। सबै प्रश्नहरूको उत्तर दिन चाहन्छु, तर खै किन म फेरि असमर्थ हुन्छु। रातैभरि आफूसँगै चलिरहेको र चल्दै गरेको बहसको नतिजा आउँछ र फेरि अझै एउटा नयाँ प्रश्न थपिन्छ। प्रश्न यस्तो हुन्छ, सफलता नजिकै पुगेर म फेरि असफल हुन्छु कि? फेरि मन डराउन थाल्छ, खुट्टा डगमगाउन थाल्छ। तर अनेकौं प्रयास पश्चात म मेरा यी पाइलाहरूलाई फकाई फुलाई फेरि स्थिर गर्छु। रात बित्छ, सूर्य उदाउँछ र फेरि सङ्घर्ष सुरु हुन्छ। रात आउँछ, सँगै सपनाको याद लिएर आउँछ। मन बेचैन हुन्छ र डर लाग्न थाल्छ।